नेपालले भारतबाट 3000 करोड जतिको तेल र ग्यास प्रत्येक वर्ष आयात गर्दो रहेछ हैन। त्यो त अति धेरै हो र सबैभन्दा बढी नेपालको घाटा पनि यसमा रहेछ, तेल र ग्यासमा। त्यहीमाथि भारतमा निर्भर र भारतले बेला बेलामा पेट्रोलियम नाकाबन्दी पनि गर्ने गर्छ। तर अहिलेको स्ट्रेट अफ हर्मुज इरान र अमेरिका बीचको यो युद्ध हेर्दाखेरि चाहिँ स्ट्रेट अफ हर्मुजको कारणले गर्दाखेरि चाहिँ भारत पनि अहिले प्याकप्याक्ती छ तेल र ग्यासमा। एक हिसाबको नाकाबन्दी जस्तै छ। त्यसो भए आजको प्रसङ्ग चाहिँ गल्फ कन्ट्रिज के हो, पेट्रो डलर के हो र स्ट्रेट अफ हर्मुजले गर्दाखेरि यो अमेरिका र इरान बीचको दीर्घकालीन युद्धको असर कस्तो हुन्छ। नेपाल चाहिँ गल्फ कन्ट्रिज देशहरूमा लगभग 15 देखि 20 लाखसम्म कामदारहरू काम गरिरहेछन् नेपालीहरू हैन। र नेपालको वैदेशिक रोजगार चाहिँ अर्थतन्त्रको मेरुदण्ड पनि मानिन्छ। र अब गल्फ कन्ट्रिज भने चाहिँ के हो, गल्फ जीसीसी कन्ट्रिज भने। जीसीसी कन्ट्रिज चाहिँ खासमा 1981 मा एउटा प्रस्ताव हो। यो चाहिँ खासमा 6वटा देशहरू छ जहाँ चाहिँ 60 देखि 65% यो देशहरूले तेल निर्यात गर्छ संसारभरि हैन। यो तेलको आधारमा बनेको देशहरू, तेल निर्यात गर्ने देशहरूको एउटा समूह हो। यो चाहिँ पेट्रो डलरको कन्सेप्टबाट निर्माण भएको छ। यो पेट्रो डलर भने चाहिँ खासमा अमेरिकाले 1971 मा एउटा प्रस्ताव ल्याएको थियो। त्यो प्रस्तावमा चाहिँ संसारभरिको देशहरूले पेट्रोल किन्नुपर्छ र पेट्रोल चाहिँ डलरमा किन्नुपर्छ र डलरमा किने बापत चाहिँ यो 6वटा देशहरूलाई अमेरिकाले सुरक्षा प्रदान गर्छ भनेर उसले त्यो प्रस्ताव ल्याए अनुसार चाहिँ र यो जति पनि जीसीसी कन्ट्रिज गल्फ कन्ट्रिज छ त्यसको त्योबाट आएको पैसा चाहिँ अमेरिकाको शेयर मार्केट, बन्ड अनि तपाईको हाउजिङमा इन्भेस्टमेन्ट छ। अहिले त एआईमा नि छ भनिन्छ हैन। र उनीहरूलाई चाहिँ यो अमेरिकाको फेरि लगानी चाहिँ के हुन्छ, यो गल्फ कन्ट्रिजहरुमा ठुलठुला मलहरू, यो बालुवामाथिको सहर बनाउने काम चाहिँ यसरी भइराछ भनिन्छ। तर अहिलेको यो स्ट्रेट अफ हर्मुजको विषयलाई लिएर किन यस्तो भइराछ त? यसको पछाडी चाहिँ खासमा पेट्रो डलरको अन्त्य गर्ने प्रयास हो भनिरहेछन् एकाथरीले चाहिँ के हो भने अमेरिकाले चाहिँ जति चाहे डलर त्यति छाप्न सक्छ, किनकि डलरको माग बढाइ हुन्छ, उनीहरूलाई जति चाहे छाप्न सक्छ हैन। यस्तो पनि हुन्छ भनेर चाहिँ खासमा तर्क गर्छन्। र अहिलेको स्ट्रेट अफ हर्मुज चाहिँ विशेष गरेर महाशक्ति देश रसिया, चाइना जस्तो देशहरूले चाहिँ खासमा सहयोग गरिरहेछ इरानलाई ताकि यो पेट्रो डलरको अन्त्य होस्। यदि यो युद्धको स्वरूप चाहिँ गहिरो छ र दीर्घकालीन हो भने गल्फ कन्ट्रिज र पेट्रो डलरको अन्त्य भयो भने के हुन्छ? गल्फ कन्ट्रिजको कल्पना चाहिँ कस्तो हो भने गल्फ कन्ट्रिजहरू यदि स्ट्रेट अफ हर्मुज सधैँ अमेरिकाले चाहिँ त्याग्ने हो भने गल्फ कन्ट्रिजहरू कोल्याप्स हुन्छ, यो बालुवाको देशहरू कोल्याप्स हुन्छ। त्यसैले इरानले चाहिँ लगातार यो 6वटा देशमा भएको अमेरिकन सेनाको क्याम्पहरुमा आक्रमण गरिरहेछ र पेट्रो डलरको अन्त्य भयो भने अमेरिकन इकोनोमी कोल्याप्स हुन्छ र त्यो भने चाहिँ यो गल्फ कन्ट्रिजहरुबाट जति पनि इन्भेस्ट भइरहेछ यहाँको स्टक शेयर मार्केटमा, बन्डमा, हाउजिङमा, त्यो पनि डाइरेक्ट प्रत्यक्ष असर पर्नेछ। त्यही हिसाबले अमेरिका पछि हट्ने भन्दा पनि अमेरिका तदारुकताका साथ लड्नुपर्ने अवस्था देखिन्छ भने अर्कोतिर इरान स्ट्रेट अफ हर्मुज चाहिँ उसको यो अन्तिम लडाई जस्तो देखिरहेछ हैन। अब यो भने चाहिँ एकदम जटिल, यो युद्धको मोड जटिल अवस्थामा पुगेको जस्तो देखिन्छ।